मैले यो मान्छेलाई एकदमै गाह्रो गरी झोला बोकेर आइरहेको देखेको थिएँ। उसको पछि पछि एकजना सानो फुच्चे पनि थियो। कतै जानलाई उसँग पैसा पो छैन कि केही खाएको छ कि छैन भन्ने कुराहरू मेरो मनमा आयो। तर मैले जे सोचेको थिएँ त्यसको ठ्याक्कै उल्टो भयो। मैले यो मान्छेसँग कुरा गर्न खोजे तर ऊ एकछिन पनि रोकिएन र नाइ नाइ भनेर अगाडि हिँडिहाल्यो। अब जे हुनेवाला थियो त्यो मैले कल्पना पनि गरेको थिएन। यो मान्छेको पछि जाँदा त यो एउटा भट्टी पसलमा गएर एक प्याक हानेर भक्कर ग्लास छेउमा फ्यालेको रहेछ। छेउमा नानी चाहिँ यत्तिकै बसिरहेको रहेछ। नानीलाई पनि केही खाना दिन्छ कि भनेर सोचेको, यसले केही पनि दिएन। बाउले त्यही हरियो झोला उठाएर अघि अघि र त्यसकै पछि पछि बच्चा पनि हिँडिराख्यो। त्यो मान्छे हामीसँग बोल्न डराए पनि मैले त्यो बच्चाको लागि केही खाने कुराहरू र एउटा सानो खेलौना पनि किनिदिएँ। त्यो मान्छेलाई अन्तिमचोटि देखेको ठाउँमा जाँदाखेरि मैले त्यो मान्छेको झोला मात्र देखेँ। मान्छे चाहिँ भट्टी पसलभित्र छिराइरहेछ। एकछिन पछि निस्कियो र हामी त्यो बाबुको पछि पछि हिँड्यौँ। हातमा दिइहाल न। यो झोला त बाबुको हातमा दिएपछि उसले हामीलाई बाबे पनि गर्यो र उसको बुवालाई हामीले सम्झाउने पनि प्रयास गर्यौँ। मान्छे काम गरोस् भनेर म सोध्छु, त्यतिकै त्यो खाएर नउडाओस्। त्यो बच्चा बेचाएर अहिले त्यो बुढोले फ्रुटी दिएको मैले आफै खाइरहेको थिएँ क्या। त्यो बच्चाले छोडेर बच्चाले मागेछ, बच्चाले दिएछ। त्यो म के भन्छु भने आफै कमाओस् खाओस् होइन। आगाबाट आँसु आउनु लागिसक्यो उसको हेरेर, सिचुएसन हेरेर होइन। मान्छेको सिचुएसन कस्तो गाह्रो हुन्छ भन्ने कुरा हो। गाह्रो हुँदैन, बनाएको हो क्या। कमाउन सक्छ नि त। अब त्यो बच्चा छ भनेर कमाउन सक्दिनँ भनेर सोध्छ होला। तर मान्छेले झन् सपोर्ट गर्छ क्या। त्यो जाओस् क्या त्यहाँ। त्यही त म त केही गाह्रै भइरहेको जस्तो लागेको थियो। तर फेरि एकछिनमा हेरेको त यो भट्टीमा छिरिरहेको थियो क्या त्यो मान्छे। म त हेल्प गर्न गएको थिएँ नि त अगाडि होइन। तर फेरि भट्टीमा छिरेको अनि फेरि बच्चाले एकछिनसम्म बसेर हामीले हेरिराख्यौँ होइन। बच्चाले केही पनि खाएन नि त। अनि त्यो माया लाग्यो मलाई बच्चाको अरू भन्दा नि। बिचरा त्यसलाई त केही थाहा छैन नि के भइरहेको तँसँग भन्ने केही थाहा छैन। दारू भट्टीमा त बाउले मेरो के खाइरहेछ भनेर त्यो पनि थाहा छैन। मतलब भएन होइन। त्यस्तै के गर्न सकिन्छ भाइ, हामीले सक्ने गर्ने हो। अब संसारले जस्तो जस्तो गर्न सक्छ उसले गर्ने गरोस् क्या। मान्छेले त्यसपछि त अझै सपोर्ट गर्छ। मान्छेले मेहनत हेरेपछि अझै सपोर्ट गर्ने हो।